यो भिडियोमा हामी पढ्न गइरहेका छौं सर्कुलर मोसन। सर्कुलर मोसन अर्थात् कुनै पनि अब्जेक्टले मुभ गर्दाखेरि एउटा सर्कल बनायो भनेदेखि त्यस्तो खालको मोसन हामी सर्कुलर मोसन भन्छौं। हामीले क्लास 9 10 मा लिनियर मोसन सम्बन्धी पढेका थियौं, यानि कि कुनै पनि अब्जेक्ट एउटा सिधा लाइन बनाएर हिँड्दाखेरि त्योसँग रिलेटेड क्वान्टिटिजहरु जस्तै कि डिस्प्लेसमेन्ट, भेलोसिटी, एक्सेलरेसन बारे हामीले पढेको थियौं भनेदेखि यहाँ सर्कुलर मोसनमा चाहिँ हामी कुनै पनि अब्जेक्टले सर्कुलर पाथ लिएर हिँड्दाखेरि त्योसँग रिलेटेड क्वान्टिटिजहरु जस्तै कि एंगुलर भेलोसिटी, फ्रिक्वेन्सी, टाइम पिरियड यस्तो यस्तो कुराहरु र त्योसँग रिलेटेड लजहरु हामीले केही कुराहरु हामीले पढ्न गइरहेका छौं। र त्यसको युज भनेको एउटा यो स्लाइडमा देखाएको जस्तै एउटा बाइकले यसरी टर्निङ लिँदाखेरि किन ढल्किएर टर्न गर्नुपर्छ भन्ने कुरा पनि हामीले यो सर्कुलर मोसन पढिसकेपछि हामीले थाहा पाउन सक्छौं। सो अब सुरु गरौँ बेसिक डेफिनेसनहरुबाट र हामी त्यो भन्दा पनि अगाडि के गर्छौं भनेदेखि अलिकति लिनियर मोसनको हल्का रिभिजन गर्छौं। सो मानौं यहाँनिर एउटा रेड कलरको डट जस्तो एउटा अब्जेक्ट छ, त्यो अब्जेक्ट चाहिँ यसरी सिधा बाटोमा यसरी हिँड्यो र त्यो हिँड्दाखेरि त्यसले डिस्प्लेसमेन्ट बनायो डेल्टा एस। यो डेल्टा एस भनेको एउटा भेक्टर क्वान्टिटी हो र यो भेक्टरलाई चाहिँ हामीले यो कालो एरोले हामीले डिनोट गरेका छौं र त्यसको डाइरेक्सन भनेको यसको एरो हेडले डिनोट गरिरहेछौं र यो डिस्प्लेसमेन्ट बनाउनको लागि चाहिँ टाइम डेल्टा टी टाइम चाहियो। र यदि यस्तो हो भनेदेखि हामीले एउटा क्वान्टिटी भेलोसिटी हामीले डिफाइन गर्न सक्छौं। यो भेलोसिटी चाहिँ के हुन्छ? एभरेज भेलोसिटी। एभरेज भेलोसिटी हामीले कसरी निकाल्न सक्छौं? टोटल डिस्प्लेसमेन्ट डिभाइडेड बाइ टोटल टाइम गर्यो भनेदेखि हामीले के गर्न सक्छौं भनेदेखि एभरेज भेलोसिटी यसरी निकाल्न सक्छौं। र यहाँनिर मैले एभरेज भेलोसिटी किन पर्टिकुलरली भने भनेर भन्दाखेरि यो स्टार्टिङ पोइन्ट देखि एन्ड पोइन्टमा जाँदाखेरि डिफरेन्ट स्पिडले चाहिँ यो रातो डट चाहिँ मुभ भएको हुन सक्छ। जस्तै कि यो सुरुमा बिस्तारै मुभ भएर बाटो बिचमा पुग्दाखेरि यो अलि फास्ट मुभ भएर फेरि स्लो हुँदै फास्ट हुँदै यसरी मुभ हुन सक्छ। सो डिफरेन्ट इन्स्ट्यान्टमा डिफरेन्ट क्षणहरुमा चाहिँ यो भेलोसिटी, यो रातो डटको भेलोसिटी डिफरेन्ट हुन सक्छ र त्यस्तो क्षणिक भेलोसिटीहरुलाई चाहिँ हामी के भन्छौं? इन्स्ट्यान्टेनियस भेलोसिटी भनेर भन्छौं। र त्यो इन्स्ट्यान्टेनियस भेलोसिटी निकाल्नको लागि चाहिँ हामी के गर्ने? हामीले सानो डिस्प्लेसमेन्ट सकेसम्म सानो डिस्प्लेसमेन्ट ds लिने, अनि त्यो सानो डिस्प्लेसमेन्ट बनाउनको लागि कति टाइम लियो? सपोज त्यसलाई चाहियो डेल्टा टी dt टाइम चाहियो भनेदेखि हाम्रो इन्स्ट्यान्टेनियस भेलोसिटी हुन्छ यो सानो डिस्प्लेसमेन्ट ds र सानो टाइम जुन चाहिँ त्यो ds बनाउन लागेको थियो dt, र यसलाई ds डिभाइडेड बाइ dt गर्यो भनेदेखि हाम्रो के निस्किन्छ भने इन्स्ट्यान्टेनियस भेलोसिटी निस्किन्छ। र यहाँनिर यो ds र dt चाहिँ हामीले सकेसम्म सानो भन्दा सानो लिने, जति सानो लिन सकिन्छ त्यति सानो लिने र त्यसो गर्यो भने हामीले के पाउँछौं? इन्स्ट्यान्टेनियस भेलोसिटी। र यो इन्स्ट्यान्टेनियस भेलोसिटीलाई अर्को के पनि भन्न मिल्छ भनेदेखि यो s डिस्प्लेसमेन्टको डेरिभेटिभ विथ रेस्पेक्ट टु टाइम पनि भनेर भन्न मिल्छ। त यो थियो हाम्रो लिनियर भेलोसिटीको एउटा डेफिनेसन। र सर्कुलर मोसन पढ्दाखेरि सबैभन्दा फर्स्टमा बुझ्नुपर्ने कुरा भनेको के हो? एंगुलर भेलोसिटी। अब यहाँनिर लिनियर भेलोसिटी भनेको डिस्प्लेसमेन्ट डिभाइडेड बाइ टाइम भनेको जस्तो एंगुलर भेलोसिटीमा चाहिँ के हुन्छ? एंगल डिभाइडेड बाइ टाइम हुन्छ। अब त्यसको लागि मानिहालौं कि एउटा अब्जेक्ट यसरी ब्लू कलरको अब्जेक्ट छ, त्यो एउटा इनिशियल पोजिसनमा छ र यसरी चाहिँ यसले चाहिँ के बनायो भनेदेखि सर्कुलर पाथमा मुभ गर्यो र फाइनल पोजिसनमा पुग्यो र त्यसले एंगल बनायो डेल्टा थीटा। र अब यो डेल्टा थीटा एंगल बनाउनको लागि चाहिँ यसले डेल्टा टी टाइम लियो भनेदेखि एंगुलर भेलोसिटी भनेको के हुन्छ? डेल्टा थीटा डिभाइडेड बाइ डेल्टा टी। लिनियर भेलोसिटीमा डेल्टा एस डिभाइडेड बाइ डेल्टा टी भएको जस्तो एंगुलर भेलोसिटीमा डेल्टा थीटा डिभाइडेड बाइ डेल्टा टी हुन्छ। र एंगुलर भेलोसिटी पनि लिनियर भेलोसिटी जस्तो के हो? भेक्टर क्वान्टिटी हो, यसको पनि एउटा डाइरेक्सन हुने गर्छ। तर यहाँनिर चाहिँ एउटा सानो डिफरेन्स के छ भनेदेखि यसको डाइरेक्सन चाहिँ स्ट्रेट फरवर्ड छैन, र त्यो स्ट्रेट फरवर्ड डाइरेक्सन नभएको कारणले गर्दाखेरि चाहिँ हामीले त्यो डाइरेक्सन कसरी छान्ने भनेर भन्दाखेरि त्यसको लागि चाहिँ हामीले त्यो अब्जेक्ट कुन चाहिँ प्लेनमा मुभ गर्यो
त्यो पहिला हामीले हेर्नुपर्छ। र यहाँनिर चाहिँ यो ब्लू कलरको अब्जेक्ट, यो ब्लू कलरको बल चाहिँ यहाँनिर यो चेकर बोर्ड कलरको यो लाइट ब्लू डार्क ब्लू कलरको प्लेनमा चाहिँ मुभ भएको छ। र अब यो एङ्गुलर भेलोसिटी ओमेगाको डिरेक्सन चाहिँ के हुन्छ, त्यो प्लेनलाई छेडेर जाने डिरेक्सन चाहिँ के हुन्छ भनेदेखि एङ्गुलर भेलोसिटीको डिरेक्सन हुन्छ है। अब यहाँनिर चाहिँ अब्जेक्ट चाहिँ मुभ भएको छ, यो अब्जेक्टले हरेक पोइन्टमा यसको डिफ्रेन्ट डिरेक्सन छ। यहाँनिर त्यसको डिरेक्सन यस्तो थियो, यहाँनिर यसको डिरेक्सन यस्तो थियो, यहाँ पुग्दाखेरि यसको डिरेक्सन यस्तो थियो है। डिरेक्सन त आफ्नो यो अब्जेक्टको आफ्नो लिनियर डिरेक्सन त हरेक पोइन्टमा डिफ्रेन्ट थियो, तर अब एङ्गुलर भेलोसिटीको चाहिँ डिरेक्सन के हुन्छ, एउटै मात्रै हुन्छ है त। अनि यो प्लेन छेडेर जाने प्लेन पनि दुई डिरेक्सनमा हुन सक्थ्यो, एउटा माथितिर एउटा तलतिर यसरी। र यो दुईवटा डिरेक्सनमध्ये कुन चाहिँ डिरेक्सन छान्ने भन्नको लागि चाहिँ हामीले के गर्नुपर्छ, राइट ह्यान्ड रुल फलो गर्नुपर्छ। राइट ह्यान्ड रुल भनेको के हो, राइट ह्यान्ड रुल भनेको कुनै पनि डिरेक्सनमा यसरी मुभ भइरहेको छ, एङ्गल बनाएर मुभ भइरहेको छ भनेदेखि त्यो डिरेक्सन हामीले यो चौरौलीहरू बिचौलीहरू यसरी त्यही डिरेक्सनमा मोड्ने, अनि त्यसरी मोड्दाखेरि बुढी औँला यसरी सिधा बनाउँदाखेरि कतातिर बुढी औँलाले पोइन्ट गर्छ, त्यो पोइन्ट नै चाहिँ हामीले त्यो एङ्गुलर भेलोसिटीको डिरेक्सन भनेर हामीले छान्नुपर्छ। अब यो केसमा भनेको यो ग्रिन एरो भयो एङ्गुलर भेलोसिटीको डिरेक्सन, जसलाई चाहिँ हामीले एन भेक्टर भनेर मान्यौँ। यो एन भेक्टर भनेको नर्मल भेक्टर हो, नर्मल यानि कि त्यो प्लेनसँग परपेन्डिकुलर भेक्टर। र यो एन भेक्टर भनेको चाहिँ युनिट भेक्टर पनि हो, जसको चाहिँ म्याग्निट्युड 1 हुन्छ। र यो एन भेक्टरले नै ओमेगालाई चाहिँ के बनाएको छ भने भेक्टर क्वान्टिटी बनाएको छ है त। यहाँनिर चाहिँ डेल्टा थीटा र डेल्टा टाइम त स्केलर क्वान्टिटी हो, सो भेक्टर क्वान्टिटी बन्नको लागि यहाँनिर एन चाहियो। सो यो एन भेक्टर भनेको चाहिँ ओमेगाको डिरेक्सन हो है। र यो डिरेक्सन आयो राइट ह्यान्ड रुलबाट। सो अब हामीले यहाँनिर एङ्गुलर भेलोसिटीमा पनि लिनियर भेलोसिटी जस्तो इन्स्ट्यान्टेनियस एङ्गुलर भेलोसिटी हुन्छ है त। तर यो च्याप्टरमा चाहिँ हामी युनिफर्म सर्कुलर मोसनमा नै सीमित भएर हामीले चाहिँ पढ्छौँ। युनिफर्म सर्कुलर मोसन यानि कि एङ्गल बनाउने रेट चाहिँ जहिले तहिले सेम हुन्छ। यो हरेक पोइन्टमा चाहिँ यो एङ्गल बनाउने रेट चाहिँ के हुन्छ, सेम हुन्छ है। त्यो वरिपरि बसेर मात्रै हामीले चाहिँ यहाँनिर सर्कुलर मोसनको हामी डिस्कस गर्छौँ। सो हामीले चाहिँ मोस्टली युनिफर्म सर्कुलर मोसनमा रहेर केन्द्रित भएर हामीले यो च्याप्टर पढ्छौँ है त। अब एङ्गुलर भेलोसिटी को युनिट पनि हामीले थाहा हुनु पर्यो। अब लिनियर भेलोसिटीको युनिट त डिस्प्लेसमेन्ट डिभाइडेड बाई टाइम भएको कारणले गर्दा डिस्प्लेसमेन्टको युनिट मिटर भयो, टाइमको युनिट सेकेन्ड भयो। सो मिटर पर सेकेन्ड हुने भयो भनेदेखि एङ्गुलर भेलोसिटीको युनिट के हुने भयो, रेडियन पर सेकेन्ड, रेडियन पर सेकेन्ड। अब यहाँनिर रेडियन पर सेकेन्ड है, यसमा डिग्रिज पर सेकेन्ड पनि हुन सक्थ्यो, ग्राड पर सेकेन्ड पनि हुन सक्थ्यो, तर रेडियन पर सेकेन्ड चाहिँ एउटा स्पेसल युनिट हो है त सर्कुलर मोसनको लागि। किन भनेर भन्दाखेरि यो कुरो चाहिँ हामीले अलि पछि यही भिडियोमा हामी अलि पछि डिस्कस गर्छौँ है त। सो यदि कसैले चाहिँ एङ्गुलर भेलोसिटी डिग्रिज पर सेकेन्डमा दियो अथवा ग्राड पर सेकेन्डमा दियो भनेदेखि हामीले जहिले तहिले रेडियन पर सेकेन्डमा लानका लागि नबिर्सिने। ओके, सो अब हामी बेसिक सर्कुलर मोसनसँग रिलेटेड बेसिक क्वान्टिटिजहरू हामी डिस्कस गर्छौँ। त्यसका लागि हामी यहाँनिर यो यसरी सर्कुलर मोसनमा भइरहेको यो ब्लू कलरको डटलाई हामी हेर्छौँ। यो ब्लू कलरको डट चाहिँ एउटा सर्कुलर मोसनमा छ। यो सर्कुलर मोसनमा यसको पाथ यो ब्ल्याक सर्कलले दिएको छ। यो ब्ल्याक सर्कलको रेडियस 2 मिटर छ। र यहाँनिर हामी के देख्न सक्छौँ भन्दाखेरि यो सर्कुलर मोसनमा जाँदाखेरि यसले चाहिँ एउटा एङ्गल बनाइरहेको छ है त, कन्स्ट्यान्टली एङ्गल बनाइरहेको छ। यो एङ्गल बनाउने रेट, यो एङ्गल डिभाइडेड बाई टाइमलाई चाहिँ हामीले एङ्गुलर भेलोसिटी ओमेगा भनेर भन्छौँ। त्यो साथसाथै यसको चाहिँ एउटा हरेक पोइन्टमा यसको एउटा लिनियर भेलोसिटी पनि त छ हैन त। यो जुन चाहिँ यो ग्रिन एरोले डिनोट गरेको छ, यसको एउटा यसरी लिनियर भेलोसिटी पनि हुन्छ। सो यहाँनिर के छ, यो सर्कलको रेडियस r छ, त्यसको एउटा लिनियर भेलोसिटी अथवा टेन्जेन्सियल भेलोसिटी। टेन्जेन्सियल किन भनेर भनेको भन्दाखेरि
यसको डिरेक्सन चाहिँ जहिले तहिले यो सर्कलसँग ट्यान्जेन्ट भएको कारणले गर्दाखेरि ट्यान्जेन्शियल भेलोसिटी भनेको है त। यो ट्यान्जेन्शियल भेलोसिटी छ, यो रेडियस छ र यसको एङ्गुलर भेलोसिटी त अभियसली हुने नै भयो किनभनेदेखि यो सर्कुलर मोसनमा गइरहेको छ। सो यो तीनटा क्वान्टिटिजहरू चाहिँ सर्कुलर मोसनमा भएको बडीको हुने गर्छ, युनिफर्म सर्कुलर मोसनमा भएको बडीहरूको हुने गर्छ। अब हामीले यति थाहा भइसकेपछि सबैभन्दा फर्स्ट बुझ्नुपर्ने कुरो के हो, टाइम पिरियड। अब टाइम पिरियड बुझ्नको लागि चाहिँ हामीले यो लिनियर भेलोसिटीको जस्तै यो टोटल डिस्प्लेसमेन्ट बाई टोटल टाइम भनेको जस्तो 1 रिभोल्युसन लियौँ है। 1 रिभोल्युसन लिँदाखेरि चाहिँ कति हुन्छ एङ्गल भन्दाखेरि 2 पाई रेडियन हुन्छ। 1 रिभोल्युसनमा 1 कम्प्लिट रिभोल्युसनमा चाहिँ 2 पाई यानि कि 360 डिग्री है, 2 पाई रेडियन एङ्गल बनाउँछ। र यदि त्यो 2 पाई एङ्गल बनाउनको लागि अथवा 360 डिग्री एङ्गल बनाउनको लागि चाहिँ टाइम कति लाग्यो भन्दाखेरि यो क्यापिटल टी टाइम लाग्यो भनेदेखि एङ्गुलर भेलोसिटीको डेफिनेसनबाट ओमेगाको भ्यालु आयो। 2 पाई डिभाइडेड बाई टी गऱ्यो भनेदेखि चाहिँ हाम्रो के आयो भनेदेखि ओमेगा आयो। सो अब टाइम पिरियड भनेको यसैले रिअरेन्ज गरेर टाइम पिरियड इक्वल्स टु 2 पाई बाई ओमेगा आयो। सो कसैले चाहिँ एङ्गुलर भेलोसिटी दिएको छ भनेदेखि त्यो अब्जेक्टले चाहिँ 1 कम्प्लिट रोटेसन बनाउन कति टाइम लाग्दो रहेछ भन्ने कुरा हामीलाई थाहा हुने भयो है त। यो टाइम पिरियड टी थाहा हुने भयो। सो यो एउटा इम्पोर्टेन्ट क्वान्टिटी हो जुन चाहिँ युनिफर्म सर्कुलर मोसनमा काम लाग्ने कुरा। अब अर्को कुरा भनेको के हो, फ्रिक्वेन्सी। फ्रिक्वेन्सी भनेको के हो, 1 सेकेन्डमा कतिवटा कम्प्लिट रिभोल्युसन हुन्छ त्यसलाई चाहिँ हामी के भन्छौँ, फ्रिक्वेन्सी भन्छौँ। जस्तै कि यो अब्जेक्टले यदि 1 सेकेन्डमा 5वटा कम्प्लिट रिभोल्युसन गर्यो भनेदेखि त्यसको फ्रिक्वेन्सी 5 हर्ट्ज हुन्छ है त। सो फ्रिक्वेन्सी भनेको चाहिँ हामीले कसरी निकाल्न मिल्छ, एफ इक्वल्स टु 1 बाई टी र यसको युनिट हुन्छ हर्ट्ज, एचजेड भनेर हामीले यसरी लेख्ने गर्छ है त। फ्रिक्वेन्सी भनेको हर्ट्ज। यो टाइम पिरियडको चाहिँ युनिट के हुन्छ, सेकेन्ड हुन्छ। ओमेगाको युनिट के हुन्छ, रेडियन पर सेकेन्ड है। सो फ्रिक्वेन्सीको हामीले कसरी निकाल्यौँ, फर्मुला 1 बाई टी गऱ्यो भनेदेखि फ्रिक्वेन्सी आउँछ। यो फ्रिक्वेन्सी भनेको होल नम्बर नै हुनुपर्छ भन्ने जरुरी छैन। यदि कुनै पनि अब्जेक्टलाई चाहिँ 1 रोटेसन कम्प्लिट गर्नको लागि चाहिँ 2 सेकेन्ड लाग्यो भने त्यसको फ्रिक्वेन्सी कति हुन्छ, 0.5 होइन त, किनभनेदेखि 1 सेकेन्ड त उसले हाफ रोटेसन मात्रै लिन्छ नि त। सो फ्रिक्वेन्सी भनेको 0.5 हर्ट्ज हुन्छ है त। सो यहाँनिर चाहिँ होल नम्बर नै हुनुपर्छ भन्ने जरुरी छैन। अब हामीले यो फ्रिक्वेन्सीको यो फर्मुलाबाट टी इक्वल्स टु 2 पाई बाई ओमेगा हालिदिउँ भनेदेखि यो टीमा के हुन्छ भनेदेखि एफ इक्वल्स टु ओमेगा बाई 2 पाई। अब यसलाई फेरि रिअरेन्ज गऱ्यो भनेदेखि हामीसँग के आउँछ, ओमेगा इक्वल्स टु 2 पाई एफ। अब यहाँनिर एङ्गुलर भेलोसिटी र फ्रिक्वेन्सीको बिचको रिलेसन हामीले थाहा पायौँ। सो ओमेगा इक्वल्स टु 2 पाई एफ। सो यो क्वान्टिटिजहरू एङ्गुलर भेलोसिटी, टाइम पिरियड, फ्रिक्वेन्सी भनेको तीनटा इम्पोर्टेन्ट क्वान्टिटिजहरू हो जुन चाहिँ हामीले युनिफर्म सर्कुलर मोसन पढ्दाखेरि हामीले बारम्बार युज गर्छौँ है त। अब यति थाहा भइसकेपछि हामी के पढ्छौँ भन्दाखेरि टेन्जेन्शियल भेलोसिटी र एङ्गुलर भेलोसिटीको बिचमा रिलेसन के छ त भन्ने कुरा हामी पढ्न गइरहेका छौँ। अब यहाँनिर अगाडिको स्लाइडमा तपाईँहरूले देखिहाल्नुभयो, कुनै पनि अब्जेक्ट यसरी सर्कुलर मोसनमा हुँदाखेरि के हुन्छ भनेदेखि त्यो अब्जेक्टको आफ्नो टेन्जेन्शियल भेलोसिटी हुँदो रहेछ अनि एङ्गुलर भेलोसिटी पनि हुँदो रहेछ। र यो एङ्गुलर भेलोसिटी, टेन्जेन्शियल भेलोसिटी र यो रेडियस चाहिँ एकअर्कासँग रिलेटेड हुन्छ है त। कुनै पनि एउटा चेन्ज भयो भनेदेखि अर्को चेन्ज हुनसक्छ। सो यो तीनटाको बिचमा रिलेसन के हो त भन्ने कुरा चाहिँ हामीले अब पढ्न गइरहेका छौँ। त्यो पढ्नको लागि चाहिँ हामीले सबैभन्दा पहिला बुझ्नुपर्ने कुरो भनेको के हो, आर्क लेन्थ र रेडियसको बिचमा रिलेसन के छ भन्ने कुरा हामीले फर्स्ट टाइम बुझ्नुपर्छ। आर्क लेन्थ भनेको के हो भन्दाखेरि कुनै पनि एउटा यस्तो सर्कलको पार्ट छ अरे, यो सर्कलको पार्ट अरे, यो रेडियस आर अरे, यो सर्कलको यो घुमेको कर्भड पार्ट, यो जुन चाहिँ मोटो यो पार्ट छ नि यसलाई चाहिँ आर्क लेन्थ भन्छ है त, एआरसी आर्क। यो आर्कको लेन्थ, यो यसरी घुमेको पार्टको लेन्थलाई आर्क लेन्थ भन्छ। यो आर्क लेन्थ, यो रेडियस र यसले सब्सटेन्ड गरेको एङ्गल थीटाको बिचमा रिलेसन के हो त्यो कुरा फर्स्ट हामीलाई थाहा हुनुपर्छ। टेन्जेन्शियल भेलोसिटी र एङ्गुलर भेलोसिटीको बिचको रिलेसन थाहा हुनको लागि। र यो हामीलाई र थाहा पनि छ किनभनेदेखि हामीले क्लास 9-10 मा सर्कम्फरेन्सको फर्मुला त पढेको छौँ।
र त्यही कुरा हामी यहाँनिर रिभिजिट गर्दैछौँ है त। सपोज एउटा अब्जेक्ट चाहिँ यसरी यो सर्कल चाहिँ यसरी हामीले खोल्यौँ भनेदेखि यो सर्कलले यसको पेरिमिटर कति हुन्छ 2πr हुन्छ। यो सर्कललाई वरिपरि बेरेर राखेको यो रातो रिबनको लेन्थ त 2πr हुन्छ र यो सर्कलको होल कम्प्लिट एङ्गल कति हुन्छ 2π हुन्छ हैन त। सो वान कम्प्लिट रोटेसनको लागि एङ्गल थीटाको भ्यालु 2π हुँदाखेरि वान कम्प्लिट रोटेसनको भ्यालु यसरी 2π हुँदाखेरि आर्क लेन्थ जुन चाहिँ l छ यो आर्क लेन्थ चाहिँ कति हुँदो रहेछ 2πr हैन त। यो आर्क लेन्थ भनेको त कम्प्लिट रोटेसनको लागि त पेरिमिटर हुन्छ। सो l इक्वल्स 2πr त हामीलाई थाहा छ। अब यति थाहा भइसकेपछि हामी के गर्छौँ भनेदेखि यो 2π भनेको त खासमा त एङ्गल हो हैन त। सो l भनेको चाहिँ थीटा r हुँदो रहेछ है। यो अब एङ्गलको भ्यालु यसरी कम्प्लिट रोटेसन नहुँदाखेरि पनि जस्ट थीटा मात्रै यसरी हुँदाखेरि पनि हामीलाई के थाहा हुने भयो आर्क लेन्थ र एङ्गलको बिचमा हामीलाई के थाहा हुने भयो रिलेसन थाहा हुने भयो। सो l इक्वल्स टु थीटा r। यो थीटा एङ्गल सब्सटेन्ड गरेको बेलामा यो आर्क लेन्थको लेन्थ चाहिँ थीटा r हुँदो रहेछ भन्ने कुरा हामीलाई थाहा भयो। अब यसैलाई रिअरेन्ज गर्यो भनेदेखि थीटा इक्वल्स टु l/r पनि लेख्न मिल्यो हैन त। अब यति भइसकेपछि हामीले के थाहा पाउन सक्छौँ भने टेन्जेन्सियल भेलोसिटी र एङ्गुलर भेलोसिटीको रिलेसन थाहा हुन्छ है त। अब त्यसको लागि चाहिँ सुरु कहाँबाट गर्ने l इक्वल्स टु थीटा r बाट हामीले सुरु गर्ने। सो अब यसलाई हामी के गर्ने भन्दाखेरि टाइमको रेस्पेक्टमा डेरिभेटिभ गर्ने। सो dl डिभाइडेड बाई dt हुने भयो। यो पनि d थीटा r डिभाइडेड बाई dt हुने भयो। अब यो सर्कुलर मोसनमा हुँदाखेरि यो युनिफर्म सर्कुलर मोसन हो। यो यसरी सर्कुलर मोसनमा हुँदाखेरि चाहिँ के चेन्ज हुन्छ थीटा चाहिँ चेन्ज हुन्छ तर r चेन्ज हुँदैन। यो थीटा चेन्ज भयो भनेदेखि यो l यो आर्क लेन्थ l पनि चेन्ज हुन्छ। सो यो r चाहिँ एउटा के हुन्छ सर्कलको लागि कन्स्टेन्ट हुन्छ। सो यसलाई बाहिर निकाल्न मिल्यो। बाहिर निकाल्न मिलिसकेपछि हामीले के भयो r d थीटा बाई dt भयो। अब यो dl बाई dt भनेको के हो टेन्जेन्सियल भेलोसिटी हो। यो सर्कलमा यसरी भेलोसिटी कति हुन्छ भन्दाखेरि यो dl कभर गर्नका लागि कति टाइम चाहियो dt टाइम चाहियो हैन त। सो dl बाई dt भएको कारणले गर्दाखेरि यहाँनिर चाहिँ लिनियर भेलोसिटी भएर v टेन्जेन्सियल भेलोसिटी आयो यहाँनिर। अब यो r यहाँनिर आयो d थीटा बाई dt भनेको फेरि के हुने भयो एङ्गुलर भेलोसिटी हुने भयो। सो टेन्जेन्सियल भेलोसिटी vt र एङ्गुलर भेलोसिटी ओमेगाको बिचमा रिलेसन चाहिँ यस्तो हुँदो रहेछ vt इक्वल्स टु r टाइम्स ओमेगा। सो ओमेगालाई चाहिँ r ले मल्टिप्लाई गर्यो भनेदेखि के हुन्छ टेन्जेन्सियल भेलोसिटी हुन्छ। अब यहाँनिर चाहिँ ओमेगाको भ्यालु किन रेडियन पर सेकेन्ड नै हुनु पर्यो भन्ने कुरा चाहिँ यहाँनिर इम्पोर्टेन्ट छ है त। अब यहाँनिर हामीले l इक्वल्स टु 2πr गर्दाखेरि 2π त हाम्रो एङ्गलको भ्यालु कुन चाहिँ युनिटमा रेडियनमा हो यो डिग्रिजमा होइन है। l इक्वल्स टु 360 डिग्री r त हुँदैन। l इक्वल्स टु 2πr हुन्छ यो होल वान रोटेसनको लागि। त्यसैले चाहिँ यहाँनिर थीटाको भ्यालु रेडियनमा 2π भएको कारणले गर्दाखेरि यहाँनिर ओमेगाको भ्यालु पनि जहिले तहिले केमा हुनु पर्यो रेडियन पर सेकेन्डमा। ओमेगाको युनिट रेडियन पर सेकेन्डमा हुनुपर्छ र रेडियन पर सेकेन्डको युनिट भएको बेलामा r को युनिट मिटर भएको बेलामा हामीले टेन्जेन्सियल भेलोसिटीको युनिट कसरी लिन सक्छौँ मिटर पर सेकेन्डमा हामीले निकाल्न सक्छौँ है त। यो भयो इम्पोर्टेन्ट रिलेसन vt इक्वल्स टु r ओमेगा अथवा vt को ठाउँमा बेला बेला हामीले v मात्रै पनि लेख्ने गर्छौँ है त। यो v भनेको टेन्जेन्सियल भेलोसिटी हो। यो यसरी हरेक पोइन्टमा जुन चाहिँ स्पिड छ त्यसको म्याग्निट्युड हो है त। सो अब यति पढिसकेपछि हामी के पढ्छौँ भन्दाखेरि सेन्ट्रिपेटल एक्सेलरेसन पढ्छौँ। अब यो जुन चाहिँ vt भनेर हामीले पढ्यौँ यो vt त एउटा भेक्टर हो नि हैन खासमा। यो भेक्टर चाहिँ के भइरहेछ भनेदेखि यसरी युनिफर्म सर्कुलर मोसनमा हुँदाखेरि त्यसको म्याग्निट्युड त चेन्ज भएन किन v इक्वल्स टु r ओमेगा भयो है। v इक्वल्स टु r ओमेगा भयो। ओमेगा चेन्ज भएन यो r त चेन्ज हुने कुरो नै भएन भनेदेखि v त कन्स्ट्यान्ट नै भयो है। त्यसैले यो
टेन्जेन्सियल भेलोसिटीको म्याग्निट्युड त कन्स्टेन्ट भयो, तर डिरेक्सन भने चाहिँ हरेक पोइन्टमा फरक फरक डिरेक्सनमा पोइन्ट गर्छ नि त यो भेलोसिटीले है। अब भेलोसिटी चाहिँ एउटा भेक्टर क्वान्टिटी हो, त्यसको डिरेक्सन मात्रै चेन्ज भयो भनेदेखि पनि त्यसलाई हामीले भेलोसिटी चेन्ज भयो भनेर भन्छौँ। अब भेलोसिटी चेन्ज भयो भनेदेखि के हुन्छ, एसेलरेसन भएको भनेर हामीले बुझ्नुपर्छ। सो यो एउटा अब्जेक्ट चाहिँ यसरी सर्कुलर मोसनमा जाँदाखेरि चाहिँ त्यो अब्जेक्ट चाहिँ जहिले तहिले कन्स्टेन्ट एसेलरेसनमा भइबस्दो रहेछ। कन्स्टेन्ट एसेलरेसन भन्नाले कन्स्टेन्ट इन म्याग्निट्युड नट इन डिरेक्सन है त। जहिले तहिले एउटा एसेलरेटिङ बडी रहेछ, यो अब्जेक्ट चाहिँ यसरी सर्कुलर मोसनमा भयो भनेदेखि एसेलरेसन 0 हुँदैन रहेछ म्याग्निट्युड चेन्ज नभए पनि। अब त्यो एसेलरेसनलाई चाहिँ हामी के भन्छौँ, सेन्ट्रिपेटल एसेलरेसन भन्छौँ। अब त्यो एसेलरेसन कति हुन्छ भनेर हामीले त्यो कुरो चाहिँ हामीले पढ्न गइरहेको छौँ यहाँनिर। र त्यसको लागि चाहिँ मानिहालौँ कि एउटा अब्जेक्ट चाहिँ यसरी आर रेडियस भएको सर्कलमा चाहिँ यसरी मुभ गरिरहेको छ र अब हामी एउटा सानो एङ्गल डी थीटा बनाएको बेलाको हामीले चाहिँ के गर्छौँ भनेदेखि त्यसलाई चाहिँ हामीले एउटा इन्स्पेक्ट गर्न गइरहेको छौँ है त। सो त्यतिखेर चाहिँ त्यसले आर्क लेन्थ के बनाएछ, डिएल बनाएछ आर्क लेन्थ, त्यो सानो डिस्टेन्स डिएल आर्क लेन्थ बनाएछ है। अब हामी के गर्छौँ, भेक्टर एडिसनको फर्मुलाहरू लगाउँछौँ। सो फर्स्ट हामीले के गर्यौँ, यो फाइनल भेलोसिटी v2लाई हामीले यसरी लियौँ है त। त्यस पछाडि हामीले के गर्यौँ, इनिसियल भेलोसिटीलाई पनि हामीले यसरी सार्यौँ। अब यो भेक्टरहरूलाई यसरी सार्दाखेरि त्यसको मिनिङ चेन्ज हुँदैन, त्यो भेक्टर जहिले तहिले सेम नै हुन्छ हैन त। सो त्यो डिरेक्सन जबसम्म हामी त्यो डिरेक्सन र त्यसको म्याग्निट्युड हामी सेम राख्छौँ, यानि कि त्यसको लेन्थ र त्यसको ओरिएन्टेसन त्यसको डिरेक्सन सेम राख्यौँ भनेदेखि त्यो भेक्टरको मिनिङ चेन्ज हुँदैन। सो हामीले के गर्यौँ, v2 र v1 यसरी हामीले सारेर राख्यौँ। अब हामीलाई के चाहिन्छ भन्दाखेरि एसेलरेसनको लागि त चेन्ज इन भेलोसिटी चाहियो। सो v2 माइनस v1 चाहियो हैन त। अब यहाँ v1 माइनस चाहिएको कारणले गर्दाखेरि चाहिँ v1लाई चाहिँ हामीले के गर्यौँ, अपोजिटतिर पोइन्ट गर्नु पऱ्यो, ठ्याक्क 180 डिग्री घुमाइदिनु पऱ्यो। त हामी घुमाइदिउँ 180 डिग्री, 180 डिग्री यसरी घुमाउँदाखेरि चाहिँ यो माइनस v1 आयो, यो माइनस हो है त, यहाँ माइनस v1 यसरी आयो। सो अब हामीले यो एन्ड पोइन्ट टेल र हेड जोड्यौँ भनेदेखि v2 माइनस v1 हुने भयो भेक्टर एडिसनले, ट्रायङ्गल ल अफ भेक्टर एडिसनले गर्दाखेरि यो भेक्टर भनेको माइनस v1 भयो, यो भेक्टर भनेको v2, v2 मा माइनस v1 जोड्यो भनेदेखि v2 माइनस v1 भयो हैन त। सो यो भनेको चाहिँ हाम्रो के हुने भयो, यसरी v2 माइनस v1 भनेर हाम्रो के आयो भन्दाखेरि डिफरेन्स इन भेक्टर। सो यो चाहिँ हाम्रो यसरी यो निलो लाइन भनेको के आयो, v2 माइनस v1 आयो। अब डेल्टा v आयो हामीलाई, यो डेल्टा vलाई डेल्टा टीले डिभाइड गर्यो भनेदेखि हाम्रो के आउँछ, एसेलरेसन आउँछ। त त्यो एसेलरेसन पत्ता लगाउनुभन्दा अगाडि हामीले एउटा अर्को कुरा बुझ्नुपर्ने कुरा के भनेदेखि यो दुईटा v2 र v1 को बिचमा पनि एङ्गल चाहिँ के हुन्छ, डी थीटा नै हुन्छ। कसरी डी थीटा भयो भनेर भन्न सकिन्छ भन्दाखेरि हामीले यसको लागि एकदम सिम्पल छ है त। हुन त यसलाई जियोमेट्री गरेर पनि निकाल्न सकिन्छ, तर यो बुझ्नको लागि एउटा सिम्पल भएको कारणले म जियोमेट्रीतिर गइराखिनँ। अब यहाँनिर यो पोइन्टदेखि यो पोइन्टसम्म पुग्दाखेरि यो रेडियसको यो जुन चाहिँ आर्म छ, यो आर्म चाहिँ डी थीटा एङ्गल बनायो भनेदेखि त अभियसली यो पनि त्यतिले नै त घुमिरहेको छ नि त हैन, किनभनेदेखि यो र यो त 90 डिग्री छ, यहाँनिर त 90 डिग्री छ, यहाँनिर पनि 90 डिग्री बनेको छ, यहाँनिर पनि 90 डिग्री बनेको छ भनेपछि यो जतिले घुम्यो यो पनि त्यतिले नै घुम्नु पर्यो नि त। सो यो पनि चाहिँ कति हुनु पर्यो, डी थीटा नै हुनु पर्यो हैन त। सो यो पनि डी थीटा नै भयो है त। अब हामीले चाहिँ अर्को कुरा के गर्न सक्छौँ भन्दाखेरि यो दुईटै v2 र v1 को लेन्थ चाहिँ के हुन्छ, बराबर हुन्छ हैन त। v2 र v1 को लेन्थ बराबर हुन्छ किनभनेदेखि यो पनि v नै हो, यो पनि v नै हो। ल मानिहालौँ यो v2 को लेन्थ इक्वल्स टु v1 को लेन्थ, यो म्याग्निट्युड भनेको है त, यो मोडुलस भनेको बराबर v हो भनेदेखि यहाँनिर हामीले एउटा सानो सर्कल यसरी बनाउन सक्ने रहेछौँ। यहाँनिर चाहिँ सर्कलको सेन्टर मानेर हामीले यसरी सर्कल बनाउन सक्ने रहेछौँ। यसरी सर्कल बनाएपछि चाहिँ के भयो भन्दाखेरि हामीले थीटा इक्वल्स टु l/r भनेर जुन चाहिँ अगाडि पढेको थियौँ हामीले फर्मुला,
थीटा इक्वल्स टु एल बाई आर भनेर हामीले पढेको थियौँ नि जुन चाहिँ फर्मुला, त्यो युज गर्न मिल्ने भयो। र त्यो चाहिँ यो ठुलो सर्कलमा युज गर्दाखेरि यो यसमा डी थीटा इक्वल्स टु यो डिएल डिभाइडेड बाई आर हुने भयो, यो आर त कन्स्टेन्ट भयो भने यो सानो सर्कलमा चाहिँ के हुने भयो, डिएलको सट्टामा के आउने भयो, डेल्टा भी आउने भयो, किनभनेदेखि यो ब्लू लाइन भनेको डेल्टा भी भयो नि त होइन। सो डेल्टा भी डिभाइडेड बाई अब यो आरको सट्टामा चाहिँ के आउने भयो, यो भी आउने भयो। सो डी थीटा इक्वल्स टु चाहिँ यहाँ चाहिँ के आउने भयो, डेल्टा भी डिभाइडेड बाई भी। अब यहाँनिर मोडुलस किन भनेर भनेको नै हामीले यसको लेन्थ चाहिएको हो नि त होइन। सो डेल्टा थीटा इक्वल्स टु डेल्टा भी डिभाइडेड बाई भी हुने भयो। अब यति भइसकेपछि यो दुईटा क्वान्टिटिजबाट हामीले यो दुईटालाई हामीले सेम एङ्गल डी थीटा नै हो, सो यसलाई हामीले के गर्नु भयो, इक्वल गर्न मिल्ने भयो। अब यहाँनिर मैले फेरि यसलाई रिपिट गरेको छु, यो भी भनेको चाहिँ के हो, भी1 र भी2 को म्याग्निट्युड हो है त। सो यति भइसकेपछि डी थीटा, यो डी थीटा बराबर यो डी थीटा भनेको के हो, डिआर बाई आर भयो, यहाँनिर डिएल बाई आर भयो, यहाँनिर डी थीटा यहाँ ठुलो सर्कलबाट यो सानो सर्कलबाट चाहिँ डी थीटा भनेको डेल्टा भी डिभाइडेड बाई भी हुने भयो। अब हामीले फेरि के गर्न मिल्छ भनेदेखि यो डिएल भनेको त के हो, भेलोसिटी इन्टु टाइम हो नि त होइन। भेलोसिटी भनेको लेन्थ बाई टाइम भयो। अब यहाँनिर लेन्थ आएको छ, लेन्थ निकाल्नको लागि हामीले के गर्ने, भेलोसिटी इन्टु टाइम गर्ने। सो यहाँनिर कुन चाहिँ भेलोसिटीले मुभ गर्छ, यही भी भेलोसिटीले मुभ गर्छ, त्यसैले हामीले यसलाई के गर्ने, भी इन्टु डिटी गर्ने, किनभने यो डिएल भनेको यो सानो डिस्टेन्स डिएल मुभ गरिरहेछ भनेदेखि त्यहाँनिर सानो टाइम डिटीमा मुभ हुन्छ। सो त्यसैले यो डिएल भनेको भेलोसिटी इन्टु टाइम गरेर यसरी डिएलको सट्टामा भिडिटी आयो। अब यसलाई हामी रिअरेन्ज गर्छौँ, रिअरेन्ज गर्दाखेरि के आउँछ, भी स्क्वायर डिभाइडेड बाई आर इक्वल्स टु डेल्टा भी डिभाइडेड बाई डिटी आयो। अब यो भनेको के भयो, यो भनेको हाम्रो एसेलरेसनको क्वान्टिटी भयो, किनभनेदेखि यो भनेको भेलोसिटी डिभाइडेड बाई टाइम भयो। सो एसेलरेसनको भ्यालु भनेको चाहिँ के रहेछ, भी स्क्वायर डिभाइडेड बाई टाइम, र यो एसेलरेसनको डिरेक्सन कता हुन्छ, यो एसेलरेसनको म्याग्निट्युड हो, र यो एसेलरेसनको डिरेक्सन कता हुन्छ, यो ब्लू एरोले जता पोइन्ट गर्छ त्यतातिर यो एसेलरेसनको भ्यालु हुन्छ। र यो ब्लू एरो हेर्दाखेरि हामी के देख्छौँ भन्दाखेरि यो एसेलरेसन जहिले तहिले सर्कलको सेन्टरतिर यसरी पोइन्ट गर्दो रहेछ। सो यो एसेलरेसन, सेन्ट्रिपेटल एसेलरेसन भनेको चाहिँ हामीले कति भनेर निकाल्न सक्यौँ, भी स्क्वायर डिभाइडेड बाई आर भनेर हामीले सेन्ट्रिपेटल एसेलरेसन पत्ता लगायौँ। यो सेन्ट्रिपेटल एसेलरेसन चाहिँ यस्तो एसेलरेसन हो जसले चाहिँ यो अब्जेक्टलाई सर्कुलर मोसनमा राख्छ है त। यसरी के भनेर बुझ्न सकिन्छ भनेदेखि एउटा अब्जेक्ट यसरी सर्कुलर, यसरी यहाँनिर सर्कुलर मोसनमा मुभ भइरहेको छ भने सपोज यहाँनिर यो अब्जेक्ट हो, अब यो अब्जेक्टको भेलोसिटी यो डिरेक्सनतिर छ, यसको एसेलरेसन चाहिँ यतातिर छ भनेपछि यो भेलोसिटीलाई यतातिर चेन्ज गर्न खोजेछ है। यतातिर चेन्ज गर्दाखेरि यो अब्जेक्ट जब यहाँ पुग्छ यसको डिरेक्सन यतातिर चेन्ज हुने भयो। अब यहाँ पुगिसकेपछि भने फेरि यसको डिरेक्सन एसेलरेसन जहिले तहिले यो सेन्टरतिरै हुने भयो नि त है। सो सेन्टरतिरै हुने भएको कारणले गर्दाखेरि यो भेलोसिटीलाई यतातिर मोड्न खोज्छ, मोड्दा यो यता सरेको कारणले गर्दाखेरि फेरि यो यहाँनिर हुन्छ। सो एसेलरेसन अझै पनि खालि सेन्टरतिरै हुन्छ, त्यही कारण यो हरेक पोइन्टमा एसेलरेसन यसरी सेन्टरतिर हुँदो रहेछ। त्यो एसेलरेसनको भ्यालु चाहिँ कति हुँदो रहेछ, भी स्क्वायर डिभाइडेड बाई आर हुँदो रहेछ भनेर हामीले यसरी जियोमेट्रिकल्ली निकाल्यौँ है त। सो यो एसेलरेसनलाई के भन्छ, सेन्ट्रिपेटल एसेलरेसन। र सेन्ट्रिपेटल एसेलरेसनको फर्मुला के हो, ए इक्वल्स टु भी स्क्वायर डिभाइडेड बाई आर। यो त भयो अब सेन्ट्रिपेटल एसेलरेसनको। अब हामी सेन्ट्रिपेटल एसेलरेसन भएपछि त्यहाँनिर फोर्स पनि हुने भयो, किनभनेदेखि अब्जेक्ट यदि एसेलरेट भइरहेको छ भने त्यहाँनिर फोर्स हुन पऱ्यो नि त होइन, न्युटन सेकेन्ड ल अफ मोसन। सो हामीले अब त्यो सेन्ट्रिपेटल फोर्सको भ्यालु कति हुन्छ भन्ने कुरा हामीले यहाँनिर डिराइभ गर्न गइरहेको छौँ। अब यो भी इक्वल्स टु आर ओमेगा हामीले सुरुमा यहाँबाट हामीले पढ्यौँ भी इक्वल्स टु आर ओमेगा भनेर होइन त, भी इक्वल्स टु आर ओमेगा भनेर त्यही कुरोलाई हामीले लिन्छौँ, यहाँ भी इक्वल्स टु आर ओमेगा भनेर लियौँ। अब भर्खर पढेको कुरा अर्को, एसेलरेसन इक्वल्स टु भी स्क्वायर बाई आर है। अब यहाँनिर भी इक्वल्स टु आर ओमेगामा भी स्क्वायरको ठाउँमा हामी के लिन्छौँ, आर स्क्वायर ओमेगा स्क्वायर होइन त। यो आरको नि स्क्वायर भयो, ओमेगाको नि स्क्वायर भयो, यो भीको स्क्वायर भएको कारणले गर्दाखेरि सो ए इक्वल्स टु आर स्क्वायर ओमेगा स्क्वायर। अब यसलाई फेरि अल्जेब्रा गरेर ए इक्वल्स टु आर ओमेगा स्क्वायर। यो दुइटै फर्मुला चाहिँ के भनेदेखि एसेलरेसनको फर्मुला हो,
ए इक्वल टु भी स्क्वायर बाई आर, ए इक्वल टु आर ओमेगा स्क्वायर। सो अब न्युटन सेकेन्ड ल अनुसार फोर्स बराबर के हुन्छ, फोर्स इक्वल्स टु एमए हुन्छ। सो फोर्स बराबर एमए इक्वल्स टु एमभी स्क्वायर बाई आर। सो सेन्ट्रिपेटल एक्सेलरेसन चाहिँ कति हुँदो रहेछ, एमभी स्क्वायर बाई आर। अब यहाँनिर चाहिँ के भयो, यो फर्मुला युज गर्दाखेरि चाहिँ एफ इक्वल्स टु एमए इक्वल्स टु एमआर ओमेगा स्क्वायर। यसको अर्थ के हो भनेदेखि कुनै पनि अब्जेक्ट मुभ गर्दाखेरि चाहिँ यसरी सर्कुलर मोसनमा मुभ हुँदाखेरि चाहिँ के हुन्छ, फोर्स लाग्दो रहेछ जहिले तहिले सेन्टरतिर त्यो अब्जेक्टलाई कन्स्ट्यान्टली फोर्स लागिरहेको हुँदो रहेछ है। त्यो अब्जेक्ट यसरी सर्कुलर मोसनमा यसरी मुभ भइरहेको छ, त्यसरी मुभ हुँदाखेरि चाहिँ कन्स्ट्यान्टली यसलाई चाहिँ एउटा कन्स्ट्यान्ट म्याग्निट्युड, कन्स्ट्यान्ट डिरेक्सन होइन, कन्स्ट्यान्ट म्याग्निट्युडको चाहिँ फोर्स लागिरहेको हुँदो रहेछ, सेन्टरतिर पोइन्ट गर्ने फोर्स। त्यो फोर्सको भ्यालु चाहिँ कति हुँदो रहेछ, एमभी स्क्वायर बाई आर। त्यो फोर्सलाई चाहिँ के भन्छ, सेन्ट्रिपेटल फोर्स भन्छ। अब अर्थ र सनको केसमा सेन्ट्रिपेटल फोर्सको भूमिका केले निभाउँछ, ग्राभिटीले निभाउँछ होइन त। अब इलेक्ट्रोन र प्रोटोनको केसमा केले निभाउँछ, इलेक्ट्रोस्ट्याटिक फोर्सले निभाउँछ भनेदेखि हामीले कुनै एउटा बाल्टी छ अरे, बाल्टी यसरी बाल्टी छ, त्यो बाल्टीलाई चाहिँ टुई टुइटी यसरी बाँधेर यसरी सुई सुइती घुमाइरहेको छौँ भनेदेखि होइन, यसरी बाल्टीलाई यसरी राखेको बाल्टी छ अरे, यो बाल्टीलाई यसरी सुई सुइती घुमाइरहेको छ भनेदेखि यसरी यो बाँधेको कुरोले चाहिँ के हुन्छ भनेदेखि स्ट्रिङले त्यहाँनिर टेन्सन दिएको हुन्छ, त्यो टेन्सनले चाहिँ के हुन्छ भनेदेखि सेन्ट्रिपेटल फोर्सको चाहिँ हामीले भूमिका निभाइरहेको पाउन सक्छौँ। सो यो भिडियोमा हामी यहीँसम्म पढ्छौँ। अब यो सर्कुलर मोसनको एप्लिकेसन्सहरू अनि त्यस पछाडि सेन्ट्रिफ्युगल फोर्स भनेको के हो त्यो कुरा हामी नेक्स्ट भिडियोमा पढ्छौँ। सो सी यू इन नेक्स्ट भिडियो।